Hello guys and welcome to my channel Study Universe. आज हामी क्लास 12 को कस्ट एकाउन्टिङलाई गर्नेछौँ जसमा हामीले कस्ट एकाउन्ट र टेन्डर सिट पढ्नुपर्ने हुन्छ जसमा हामी आज कस्ट सिटलाई गर्नेछौँ भनेर भन्न मिलेन। आज हामी कस्ट सिट र टेन्डर सिट सँगै आउनेलाई गर्छौँ, तर त्योभन्दा अगाडि हामीले यो फर्म्याटलाई जान्नुपर्ने हुन्छ। यो फर्म्याटलाई एकछिन तपाईँले पज गरेर भिडियोलाई हेर्न सक्नुहुन्छ। यो फर्म्याट धेरै इम्पोर्टेन्ट हुने गर्दछ र यो फर्म्याटमा हामीले कस्ट सिटको मात्र लिएर आएका छौँ र कस्ट सिट र टेन्डर सिट आएमा इक्जाममा सजिलो भइहाल्छ नै। र यदि कस्ट सिट आएमा मात्रै इक्जाममा हामीलाई अलि असजिलो हुनसक्छ, त्यसका लागि हामीले दोस्रो भिडियो लिएर आउनेछौँ। तर यस भिडियोमा हामी दोस्रो भिडियोको सजिलोका लागि आज हामी यहाँ कस्ट सिट र टेन्डर सिटलाई गर्नेछौँ। र ब्याकग्राउन्ड नोइजका लागि मैले माफी चाहेँ यो भिडियोमा। र त्यसपछि हामी जानेछौँ प्रश्न रहेको छ। प्रश्नलाई बुझ्नेछौँ सबभन्दा अगाडि हामीले प्रश्नलाई बुझ्नु पर्यो। सबभन्दा अगाडि छ अ प्रोडक्सन कम्पनी सो द फ्लोइङ डिटेल अफ इट्स प्रोडक्सन कस्ट फर 5000 युनिट। एउटा उत्पादन कम्पनीको उत्पादन लागत 5000 युनिट छ भनेको छ र यसमा डाइरेक्ट मेटेरियल 1,50,000 र डाइरेक्ट वेजेस प्रत्यक्ष ज्याला 2 लाख अनि फ्याक्ट्री ओभरहेड फ्याक्ट्री खर्च परिवेश सम्बन्धी खर्च 50,000, अफिस ओभरहेड 40,000 यति रहेको छ। र द प्रॉफिट वाज 25% अन सेल्स भनेको छ अनि 25% नाफा छ। केमा भनेको छ तर सेल्समा छ है, नाफा सेल्समा नाफा। यति चिज याद गर्नुहोस्। सेल्समा भनेको छ भने के हुन्छ अब तपाईले उत्तरहरुमा देखाउँछु म। अनि द कम्पनी वान्ट टु एस्टिमेट द टोटल कस्ट एन्ड टेन्डर प्राइस फर 2000 युनिट भनेको छ अनि इट इज एस्टिमेटेड दैट द रेट अफ र मेटेरियल विल बी इन्क्रिज बाई 10% र र मेटेरियल चाहिँ 10% ले बढेको छ भनेको छ यहाँ र मेटेरियल। एन्ड रेट अफ वेजेस र रेट अफ वेजेस चाहिँ के भनेको छ 20% ले बढेको छ। अनि फ्याक्ट्री ओभरहेड आर टु बी चार्ज on the basic of direct wages and र फ्याक्ट्री खर्च के को आधारमा डाइरेक्ट वेजेसको आधारमा र अफिस ओभरहेड चाहिँ हाम्रो के को आधारमा फ्याक्ट्री कस्टको आधारमा भनेको छ। यहाँ सेलिङ ओभरहेडको कुरा आएको छैन। हामीले यहाँ कस्ट र टेन्डर सिट दुईवटाको फर्म्याटबाट हामीले गर्नेछौँ। पहिलोमा यो इजी स्टाइलबाट गर्नेछौँ। रिक्वायर्ड भनेको चाहिँ प्रिपेयर अ कस्ट सिट एन्ड एस्टिमेट द टोटल कस्ट एन्ड टेन्डर प्राइस फर 2000 युनिट भनेको छ। हामीले एउटा कस्ट सिट बनाउनु पर्नेछ र टेन्डर सिट बनाउनु पर्नेछ। यो दुईवटा भनेको छ भने हामीलाई सजिलो हुन्छ इक्जाममा लेख्न, तर हामीलाई कस्ट सिट मात्र भनेको छ भने हामीलाई इक्जाममा लेख्न गाह्रो हुन्छ। त्यसैले आज हामी सबैभन्दा पहिले कस्ट सिट र टेन्डर सिटवाला बुझ्नेछौँ। यो बुझेर हामीले एक्लै आउनेवाला कस्ट सिटलाई हामीले बुझ्न सजिलो हुन्छ। त्यसैले हामी आज कस्ट सिट र टेन्डर सिट दुवैलाई सँगै बुझ्नेछौँ। हामीले प्रश्नबाट बुझ्न सक्छौँ। सबभन्दा अगाडि हामीले यसको फर्म्याटलाई बनाउने। कस्ट सिट भन्ने 5000 युनिट छ, 8 मार्क्सको प्रश्न रहेको छ र पार्टिकुलर डिटेल एमाउन्ट भनेर हामीले यो लेख्ने। पार्टिकुलर डिटेल एमाउन्ट भनेर फर्म्याट बनाउने। त्यसपछि हामीले सरसर्ती लेख्ने डाइरेक्ट मेटेरियल 1,50,000 फर्म्याट अनुसार डाइरेक्ट मेटेरियल 1,50,000 लेख्यौँ। प्रत्यक्ष सामग्री हुन्छ। त्यसपछि डाइरेक्ट प्रत्यक्ष ज्याला आउँछ। प्रत्यक्ष ज्याला यो यता लेखेको यसलाई यहाँ सार्ने 2 लाख लेख्ने। यो जोडेर प्राइम कस्ट आउँछ। प्राइम कस्टलाई यता 3,50,000 देख्न सक्नुहुन्छ। 3,50,000 देख्न सक्नुहुन्छ। र यो 3,50,000 मा अनि फ्याक्ट्री ओभरहेड कता छ यो फ्याक्ट्री ओभरहेड यसलाई हामीले यता राख्ने। यसलाई हामीले यो फ्याक्ट्री ओभरहेडमा राख्ने। ओभरहेडलाई जोडेर हाम्रो फ्याक्ट्री कस्ट आउँछ। फ्याक्ट्री कस्ट आइसक्छ। यो फ्याक्ट्री कस्ट आउँछ। त्यसपछि हाम्रो फ्याक्ट्री कस्टलाई जोडिसकेपछि हामीले अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड जोड्ने। यो अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड जोड्ने। अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड जोड्ने र अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड कता छ भन्ने कुरा यता छ। हाम्रो अफिस ओभरहेड भनेर 40,000। यो 40,000 जोडेर हाम्रो 4,40,000 आउँछ र यी 4,40,000 चाहिँ हाम्रो यो टोटल कस्ट हुन्छ। यदि यहाँ सेलिङ ओभरहेड दिएको भए यहाँ हाम्रो के दिएको भए सेलिङ ओभरहेड दिएको भए हाम्रो यहाँ के हुन्थ्यो त सेलिङ ओभरहेड दिएको भए हाम्रो के हुन्थ्यो भन्दाखेरि सेलिङ ओभरहेड दिएको भए यहाँ हाम्रो कस्ट अफ प्रोडक्सन हुन्थ्यो। टोटल कस्टको ठाउँमा कस्ट अफ प्रोडक्सन, टोटल कस्टको ठाउँमा यो ठाउँमा
COP अथवा कस्ट अफ प्रोडक्सन भन्न सकिन्छ। COP कस्ट अफ प्रोडक्सन हुन्थ्यो, अहिले छैन, त्यसैले हामीले कस्ट अफ प्रोडक्सनलाई लेखेनौँ। त्यसपछि हाम्रो कस्ट अफ प्रोडक्सन पश्चात हाम्रो हुन्थ्यो सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस हुन्छ, तर यहाँ हाम्रो के छ, सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड छैन, त्यसैले हामीले लेखेनौँ। त्यसपछि हामी कुरा गर्नेछौँ टोटल कस्ट पछि हाम्रो के छ, यहाँ छैन नि त, सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड यता छैन, अफिस ओभरहेडसम्म मात्र छ। त्यसपछि हाम्रो यहाँ छ प्रोफिट दिएको छ, यहाँ प्रोफिट, द प्रोफिट वाज 25% ओन सेल्स भनेको छ, तर यहाँ हाम्रो केमा दिएको छ प्रोफिट, सेल्समा। हाम्रो यो सेल्स प्राइसमा प्रोफिट भनेको छ, तर हामीलाई सेल्स प्राइस त थाहा हुँदैन नि त, अहिले हामीलाई यो सेल्स प्राइस थाहा छ, थाहा छैन, त्यसैले हामीले यो टोटल कस्ट यसको आधारमा निकाल्ने, यो 4,40,000 को आधारमा। त्यसै 4,40,000 इन्टु 25, 4,40,000 यो 4,40,000 चाहिँ इन्टु 25 गरेर, इन्टु 25 अपन 100 माइनस 25 गर्ने, किन 100 माइनस 25 गर्नुपर्छ, किनभने यहाँ हामीलाई प्रोफिट सेल्समा भनेको छ, यदि सेल्समा नभनेर कस्टमा भनेको भए मात्र हामीले यो माइनस 25 गर्दैन थियौँ, तर हामीले यो सिधै सेल्सको दिएको हुँदाले सेल्सको प्रोफिट पनि यसमै 25% भनेको सेल्सको प्रोफिट हो नि त, त्यसैले सेल्सको प्रोफिट हो भने सेल्सको प्रोफिटलाई हामीलाई चाहिएन नि त, हामीलाई कस्टसम्मको प्रोफिट चाहिएको, त्यसैले हामीले 25 घटायौँ, नाफा हामीलाई घटायौँ, नाफालाई घटायौँ, तर हामीले क्यालकुलेटरमा हामीले हिसाब गर्दाखेरि 4,40,000 इन्टु 25 अपन 75 गरेर गर्ने, हामीले सिधै 4,40,000 इन्टु 25 अपन 100 माइनस 25 गरेर क्यालकुलेटरमा हिसाब गऱ्यो भने यो हिसाब रङ आउँछ, त्यसैले सबैभन्दा अगाडि 100 माइनस 25 गरिहाल्ने, सबभन्दा 4,40,000 इन्टु 25 गर्ने अपन 75 गर्ने, त्यसपछि हाम्रो प्रोफिट आउँछ 1,46,667, तर यहाँ पोइन्टमा आउँछ, त्यसैले हामीले पोइन्टलाई हटाएर 1,46,666.6777 यसरी आउँछ, त्यसकारण हामीले 1,46,667 राख्यौँ। र त्यसपछि हाम्रो आउँछ सेल्स प्राइस, सबैलाई जोडेर आउँछ कि सेल्स प्राइस आउँछ। यसरी हाम्रो 4 मार्क्स हामीले यसरी कस्ट सिटबाट प्राप्त गर्छौँ। र अब हाम्रो आउने छ कि हामीले अर्को पनि भनेको छ, कस्ट सिट मात्र बनाएर त भएन, यहाँ हाम्रो के छ, टेन्डर सिट बन्छ। टेन्डर सिट बनाउनुभन्दा अगाडि हामीले के बनाउनु पर्छ, वर्किङ नोट्स बनाउनु पर्छ। तर यहाँ वर्किङ नोट बनाउनु पर्छ, सबभन्दा अगाडि हामीले हेर्ने, द कम्पनी वान्ट टु एस्टिमेट द टोटल कस्ट एन्ड टेन्डर प्राइस 2000 युनिट दिएको छ, टेन्डरको युनिट, र इट इस्टिमेटेड, सबभन्दा अगाडि यहाँ लेख्ने वर्किङ नोटमा टोटल युनिट, जम्मा उत्पादन कति भएको छ त, जम्मा उत्पादन यहाँ दिएको छ 5, जम्मा उत्पादन यता दिएको छ 5,000 युनिट। त्यसपछि टेन्डर युनिट कति दिएको छ 2,000 युनिट्स, र त्यो हामीले यता लेख्ने, त्यो लेखिसकेपछि हामीले मेटेरियल कस्ट पर युनिट निकाल्नु पर्छ। किन निकाल्नु पर्छ भनेपछि कुनै ठाउँमा निकाल्नु पर्दैन, तर यहाँ यो क्वेसनमा निकाल्नु पर्छ। हामीले यो क्वेसनमा किन निकाल्नु पर्छ भनेपछि यस क्वेसनमा भनिएको छ नि त, हामीलाई दिएको छैन, इज एस्टिमेट द र मेटेरियल विल बी इन्क्रिज बाई 10%, र मेटेरियल 10%ले बढ्ने हो भनेको छ, केमा, टेन्डर सिटमा, तर हामीलाई यो 10%ले बढेको कुरा के गरेको छैन, मेन्सन गरेको छैन, कति 10%, कतिको 10%ले। त्यसैले हामीले सबभन्दा अगाडि एउटा मेटेरियल, एउटा सामग्रीको लागत निकाल्नु पर्यो। एउटा सामग्रीको लागत निकाल्दाखेरि मेटेरियल कस्ट पर युनिट, एक युनिटको मेटेरियल कस्ट कति हुन्छ निकाल्दाखेरि यही सेम टु सेम मेटेरियल कस्टले यता लेख्ने, डाइरेक्ट मेटेरियल अपन भन्ने, अपन कति, टोटल युनिट, टोटल युनिट कति दिएको छ हामीलाई 5,000 युनिट, डाइरेक्ट मेटेरियल 1,50,000 र टोटल युनिट कति छ, टोटल युनिट कति छ 2,000, टोटल युनिट छ हाम्रो 5,000, डिभाइड गरेर हाम्रो कति आउँछ 30। यो हाम्रो एउटा युनिट उत्पादन गर्दाखेरि लाग्ने के आयो, लागत आयो। डाइरेक्ट मेटेरियल कताको डाइरेक्ट मेटेरियल हो, यताको डाइरेक्ट मेटेरियल अपन गरेर यही 5,000लाई भाग गर्ने, यो 1,50,000लाई यो 5,000ले भाग गरेर हाम्रो आउँछ एक युनिटको लागत। र यसपछि हामी जानेछौँ कस्ट पर युनिट हामीले 30 रुपियाँ निकाल्यौँ। त्यसपछि हामीले के गर्ने भन्दाखेरि त्यसपछि हामीले मेटेरियल रेट विल बी इन्क्रिज, यहाँ भनेको छ नि त
मेटेरियल रेट कतिले बढाएको छ भनेको छ यहाँ 10% ले बढाएको छ भनेको छ। द रेट अफ मेटेरियल विल बी इन्क्रिज बाई 10%। कतिले 10%। त्यसैले हाम्रो मेटेरियल विल बी इन्क्रिज बाई 10% भनेपछि कति 10%? 30 रुपिजको मेटेरियल कस्ट कति छ 30। 30 प्लस 30 इन्टु 10/100 किन गऱ्यौँ? सबभन्दा अगाडि हामीले 30 प्लस गर्नु पर्यो। 30 रुपियाँ अगाडि दिएको छ र यो अबको 30 लाई अब तपाईलाई देखाउँछु। यो 30 लाई चाहिँ 30 रुपियाँ छ एउटा युनिटको लागतलाई। एउटा युनिटको लागत 30 रुपियाँ थियो। त्यो 30 रुपियाँको लागत कतिले बढ्यो भनेको छ 10%। 30 इन्टु 10/100 लाई कोसँग जोड्ने 30 सँग जोड्ने अनि हाम्रो कति आउँछ 33 रुपियाँ। यसरी 33 रुपियाँ आउँछ। र अर्को के छ हाम्रो यहाँ अर्को दिएको छ वेजेज कस्ट पर युनिट पनि दिएको छ। वेजेज इन्क्रिज बाई 20%। वेजेज 20% ले बढ्यो पनि भनेको छ। त्यसैले 20% ले बढेको कारण हामीले यसको पनि वेजेज कस्ट पर युनिट एक युनिट उत्पादन गर्दा लागेको ज्याला कति हो त्यो निकाल्नु पर्यो। एक युनिट उत्पादन गर्दा लागेको ज्याला प्रत्यक्ष ज्याला कति हो हाम्रो यता दिएको छ। प्रत्यक्ष ज्याला 1,50,000 1,50,000 1,50,000 नभए 2 लाख ज्याला हो नि त। 2 लाख ज्याला दिएको छ। 2 लाख लेख्ने यहाँ ज्याला। त्यसपछि टोटल युनिटले भाग गर्ने 5000 ले भाग गर्ने र यो 5000 ले भाग गरिसकेपछि हाम्रो आउँछ 40 रुपियाँ। हाम्रो एक युनिट लागत उत्पादन गर्दाखेरि लाग्ने लागत भनेको 40 रुपियाँ र 40 रुपियाँ आइसकेपछि अब हामीले कतिले इन्क्रिज भयो 20% ले। अब लेख्ने मेटेरियल वेजेज रेट विल बी इन्क्रिज बाई 10% भन्ने अनि 40 लाई नहेर्ने। अहिले यो 40 लाई नहेरेर 40 इन्टु 20/100 40 लाई कतिले कति पर्सेन्टले यहाँ इन्क्रिज भएको छ 20। त्यसैले यो 20 40 इन्टु 20/100 गर्ने 40 इन्टु 20/100 त्यसलाई 40 सँग जोडिदिने र कति आयो हाम्रो 48। यदि एउटा कुरा यहाँ डिक्रिज भनेर आइदिएको भए डिक्रिज भनेर आएको भए के हुन्थ्यो? यता डिक्रिज भनेको भए हामीले यहाँ के गर्नु पर्थ्यो 40 प्लसको ठाउँमा मात्र हामीले माइनस गरिदिने। माइनस प्लसको ठाउँमा मात्र माइनस अरु सेम 40 माइनस 40 इन्टु 20/100 गर्ने यसरी हुन्छ। त्यसपछि हाम्रो छ अहिले त इन्क्रिजै छ त्यसैले त्यो के भएन फरक परेन। त्यसपछि हाम्रो फ्याक्ट्री अब जे कुराहरू हामीले जोड्नु पर्छ एड गर्नु पर्छ त्यो कुराहरूलाई मात्र हामीले यहाँ के गर्ने पर्सेन्टेज निकाल्ने। जस्तै हामीले फ्याक्ट्री ओभरहेडलाई एड गर्नुपर्छ यो फ्याक्ट्री ओभरहेडलाई। त्यसैले यहाँ लेख्यौँ फ्याक्ट्री पर्सेन्टेज अफ फ्याक्ट्री ओभरहेडको पर्सेन्टेज निकाल्ने। पर्सेन्टेज अफ फ्याक्ट्री ओभरहेड बराबर फ्याक्ट्री ओभरहेड अपन डाइरेक्ट वेजेज। 50,000 यता दिएको छ 50,000 दिएको छ। यो 50,000 लाई केले भाग गर्ने डाइरेक्ट वेजेज पनि गर्ने भन्दाखेरि 50,000 लाई नै भाग गर्ने। केले भाग गर्ने के का आधारमा भनेको छ त्यो पनि भनेको छ नि त। त्यसैले अब हामीले गरे खालीको त हावाको भरमा त गरेन। जस्तै हामीले फ्याक्ट्री ओभरहेडमा के को आधारमा गर भनेको छ डाइरेक्ट वेजेजको आधारमा। यता देख्न सक्नुहुन्छ डाइरेक्ट वेजेज र केही नभनेको भए पनि हामीले डाइरेक्ट वेजेज गर्नु पर्थ्यो। एक चीज याद गर्नुहोस् केही पनि नभनेको भए पनि यसलाई हामीले त्यसकै आधारमा गर्नु पर्छ। र अर्को रहेको छ हाम्रो के अर्को रहेको छ हाम्रो अफिस ओभरहेड। अफिस ओभरहेड के का आधारमा निकाल भनेको छ हामीलाई। अफिस ओभरहेड पनि हामीलाई के भनेको छ भने अफिस ओभरहेड आर टु बी चार्ज अन द बेसिक अफ फ्याक्ट्री कस्ट। यो पनि फ्याक्ट्री कस्ट। त्यसैले अफिस ओभरहेड डिभाइडेड फ्याक्ट्री कस्ट गर्ने। अफिस ओभरहेड डिभाइडेड फ्याक्ट्री कस्ट। अफिस ओभरहेड डिभाइडेड फ्याक्ट्री कस्ट गर्ने। अफिस ओभरहेड हामीलाई दिएको छ 40,000 दिएको छ देख्न सक्नुहुन्छ अफिस ओभरहेड 40,000 क्वेसनमा। र हामीले 40,000 लाई केले भाग गर्ने फ्याक्ट्री कस्ट। फ्याक्ट्री कस्ट कति दिएको छ हामीलाई फ्याक्ट्री कस्ट यता दिएको हुँदैन। फ्याक्ट्री कस्ट अगाडि हाम्रो आन्सर आइसकेको छ। हाम्रो कस्ट सिटमा कति आएको थियो कस्ट सिटमा जति आएको थियो त्यतिले भाग गर्ने। कस्ट सिटमा हाम्रो फ्याक्ट्रीको कस्ट 4 लाख आएको थियो। त्यसैले हामीले 4 लाखले भाग गर्यौं। र अफिस ओभरहेड पनि हामीलाई केही दिएको छैन भने पनि फ्याक्ट्री कस्टकै आधारमा आउँछ। र सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड पनि फ्याक्ट्री कस्टकै आधारमा आउँछ। यसरी यो 10% आउँछ। त्यसपछि टेन्डर सिटलाई पनि गर्न सक्छौँ। टेन्डर सिटलाई पनि पार्टिकुलर डिटेल एमाउन्ट भनेर लेख्ने। त्यसपछि डाइरेक्ट मेटेरियल 2000 इन्टु 33 कसरी आयो भनेपछि यता देख्न सक्नुहुन्छ डाइरेक्ट मेटेरियल के को आधारमा निकालेको छ त्यसलाई हेर्ने। त्यसपछि यहाँ 2000 इन्टु 33 कसरी भयो भने यो 2000 इन्टु 33 कसरी भयो भनेपछि
यो 33 लाई के यो 33 लाई 2000 यो 33 लाई 2000 ले इन्टु गर्ने किनभने 10 र युनिट 2000 इन्टु 30 गर्ने त्यसपछि यो 48 लाई पनि 2000 इन्टु 48 गर्ने यसरी हाम्रो आउँछ देख्न सक्नुहुन्छ 2000 इन्टु 33 गरिएको छ र 2000 इन्टु 48 गरिएको छ यो किन हुन्छ भन्ने कुरा तपाईले भनिहाले अगाडि 2000 टेन्डर सिटको प्राइस हो र यो 33 भनेको 33 इन्क्रिज भएको हो नि त 30 बाट 33 इन्क्रिज भएको त्यसपछि हाम्रो आउनेछ प्राइम कस्ट आउनेछ 1,62,000 त्यसपछि हाम्रो आउनेछ फ्याक्ट्री ओभरहेड कसरी निकाल्ने भनेपछि फ्याक्ट्री ओभरहेड के का आधारमा हामीले निकाले हो अघि फ्याक्ट्री ओभरहेडलाई हामीले डाइरेक्ट वेजेसका आधारमा निकालेको हो त्यसैले यहाँ पनि हामीले डाइरेक्ट वेजेस कति छ 96,000 लाई केले इन्टु गर्ने 25 ले किन हाम्रो अघि पर्सेन्टेज कति आयो 25% फ्याक्ट्री ओभरहेड 25% आयो नि त त्यसैले 96,000 इन्टु 25/100 गरेर हाम्रो कति आउँछ हाम्रो आउँछ 24,000 र त्यसै गरी हाम्रो फ्याक्ट्री कस्ट आउँछ त्यसले जोडेर फ्याक्ट्री कस्ट आउँछ फ्याक्ट्री कस्ट 1,86,000 त्यसपछि हाम्रो आउँछ अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेडमा के गर्ने भनेपछि अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड के का आधारमा हाम्रो आएको हो फ्याक्ट्री कस्टको आधारमा आएको हो अघि त्यसैले हामीले यहाँ यो फ्याक्ट्री कस्टलाई 10% हो नि त फ्याक्ट्री एन्ड अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड भनेको हाम्रो 10% हो 10% ले भाग गरेर हाम्रो कति आउँछ 18,600 आउँछ त्यसपछि हामीले यो जोडेर के आउँछ हाम्रो टोटल कस्ट आउँछ र टोटल कस्ट पछि हामीले प्रॉफिट पनि हामीलाई कति सेल्समा भने टेन्डर सेल्समा भनेको छ तर यहाँ टेन्डर प्राइस हुने हो सेल्स भनेको सेल्स त हुँदैन त्यसैले प्रॉफिटमा के का आधारमा 2,04,600 लाई 25/75 गर्ने 25/75 गर्ने याद राख्ने 75 गर्ने त्यसपछि हाम्रो आउनेछ यहाँ आन्सर आउनेछ 68,200 आउनेछ र 68,200 आइसकेपछि हाम्रो टेन्डर प्राइस आउनेछ यहाँ 2,72,800 यसरी हाम्रो टेन्डर सिट सकिनेछ र यस्तै नयाँ भिडियो चाहिन्छ भने च्यानल लाइक सब्स्क्राइब र बेल आइकन क्लिक गर्नुहोला थ्यांक्स फर वाचिङ